जिममा माया पहिले भन्दा कन्फिडेन्ट भएर जिममा प्रवेश गर्छ। केटा नटी स्ट्रेचिङ गरिरहेको हुन्छ, दुवैको आँखा जुत्छ, हल्का मुस्कुराउँछन्। माया भारी डम्बेल उठाउने प्रयास गर्छ, केटा नजिक आएर सही पोस्चर देखाइदिन्छ। यसरी उठाउँदा सजिलो हुन्छ। ओह धन्यवाद। तिमी हरेक दिन धेरै मेहनत गर्छौ। सुरुमा त धेरै गाह्रो थियो। दुवै जिमबाट बाहिर निस्कन्छन्। बाहिर बिहानको हल्का घाम छ। नजिकै एउटा कफी सप छ, कफी पिउन जाऊ? ठीक छ जाऊ। तिमीले जिम सुरु गर्न किन सोच्यौ? आफैलाई राम्रो महसुस गर्न। त्यो त देखिन्छ। दुवै हाँस्दै कुरा गरिरहेका देखिन्छन्। पहिलेको अक्वर्ड साइलेन्स अब छैन। मलाई यो कफी मन पर्छ। कफी सकिएपछि दुवै कफी सपबाट बाहिर निस्कन्छन्। तिमीसँग कुरा गरेर धेरै राम्रो लाग्यो। मलाई पनि।